काठमाडौँको केन्द्रमा रहेको कमल पोखरी यति बेला बैजनी रङ्गमा रङ्गिएको छ। ज्याकारान्डा फुलले आकर्षण थपेको छ। सहरको कोलाहलबीच चराहरूको चिरबिर सुन्न सकिन्छ। प्रसिद्ध धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पोखरी वरपर बगैँचा निर्माण गरिएको छ। हिँड्ने अनि बस्ने ठाउँहरू प्रशस्त छन्। रातको समयमा आकर्षक देखिने आधुनिक बत्तीहरूले झलमल्ल हुन्छ। यो ठाउँ एकदमै शान्त र सुन्दर छ। तर आजकल भने भिडभाड अलिकति बढिरहेको छ। तपाईहरु पनि जानुहोला, आनन्द लिनुहोला। यो पोखरी लिच्छवीकालीन समयदेखि नै अस्तित्वमा रहेको मानिन्छ। पहिले यहाँ कमलका फूलहरू फुल्ने हुँदा यस पोखरीको नाम कमल पोखरी राखिएको हो। किंवदन्ती अनुसार यो पोखरी तान्त्रिक विधिद्वारा निर्माण गरिएको थियो।